श्री गणेश भगवान को सत्यनारायण भगवान को हरिमोहन प्रकाश को सबै संत महात्मा को सबै भक्तजनहरूको आनन्द आनन्दको श्री भगवान को धेरै धेरै धन्यवाद। हामी सबैजना हामी सारा आवाज गर्छौँ। मैले फेरि हामी समय धेरै दिएको हामी फोटो निकालिदिन्छु मान्नु होला। अनि मौका दिनु दिँदा पनि आदरणीय भक्तजन महानुभावहरू, भर्खरै बेसीचौर नगरपालिका वार्ड नम्बर 11 निवासी भजन मण्डली टिमबाट अत्यन्त मार्मिक मनस्पर्शी र करुण स्वरमा भजन गाउनु भएको छ। उहाँहरू सिटीदेखि धेरै टाढादेखि यस्तो बर्खामा आएर हाम्रो यस मण्डलमा स्टेजबाट जुन भजन गाइदिनु भएको छ उहाँहरूलाई आयोजक हार्दिक हार्दिक धन्यवाद भन्न चाहन्छ। यहाँहरूको उन्नति होस्, प्रगति होस् भन्ने पनि आयोजक चाहना गर्न चाहन्छ। आदरणीय भक्तजन महानुभावहरू, यहाँबाट आज अत्यन्तै पुण्य कर्म गर्नको लागि यस नर्मदा नदीका छेउ मनसेन्टी नदी तटीय क्षेत्रमा गंगा स्नान गर्दै हरिबोल अनि एकादशी व्रत बसी दिनैभरि यहाँ उपस्थित हुनुभएको छ। यहाँहरू सबै महानुभावहरूको उन्नति होस्, प्रगति होस्। हामी यस नर्मदा नदी शिवजी मन्दिर मूल संरक्षण समितिले यस मन्दिर परिसर छेउमा धेरै कामहरू अझै गर्न बाँकी नै छ। भौतिक संरचनाहरू धेरै बनाउन पर्ने अझै बाँकी छ। हामी एउटा धार्मिक कार्यमा लागेका छौँ। यसलाई पुण्य भूमि बनाउन गइरहेका छौँ। यसलाई पर्यटकीय क्षेत्र बनाउन गइरहेका छौँ। यस कार्य गर्नको लागि पनि हामीलाई धेरै आर्थिक अभाव खड्किरहेको हुँदा यहाँहरू सबै महानुभावहरूलाई आफ्नो कक्ष अनुसार सक्नुहुन्छ रसिद काटी होइन भयो 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 बोलेर आऊ उता Kaki